हाई गाइज, आज म जाँदैछु आशिकिता सिसाइड जेन्डर पार्क। यो चाहिँ मेरो सेकेन्ड टाइम हो। पहिला पनि म यो ठाउँमा गइसकेको छु। आज चाहिँ म मेरो साथीभाइहरूसँग जाँदैछु। मलाई चाहिँ घर अगाडि लिन आइसक्नु भएको छ। त्यसपछि म कारभित्र बसेँ अनि त्यसपछि हाम्रो इन्जोय गर्ने इन्भाइरोमेन्ट सुरु भइसक्यो। त्यसै गरी हामी इन्जोय गर्दै गाउँदै रमाइलो गर्दै गइरहेँ। तर कता कतै अलिकति डर लागिरहेको थियो, किनभने हाम्रो ड्राइभर फ्रेस न्यू हुनुहुन्थ्यो। भर्खरै लाइसेन्स निकाल्नु भएको हो। उहाँको साइडमा बस्नु भएको थियो गोलेसान। उहाँले चाहिँ एकदम फुल सपोर्ट र साथ दिइरहनु भएको थियो। हामीलाई चाहिँ गुगल म्यापले भित्री बाटो देखाइरहेको थियो, जसले गर्दा चाहिँ एकदमै टाइम कन्ज्युम भइरहेको थियो। हाम्रो घरबाट आशिकिता सिसाइड जेन्डर पार्क जानको लागि 1 आवर 40 मिनट लाग्थ्यो भने त्योभन्दा नि बेसी टाइम लागिरहेको थियो। हामी भित्र बाटो जाँदै गर्ने क्रममा सेम नेपालको भाइब्स दिइरहेको थियो। नेपालको जस्तै सानो रोड अनि डाँडाकाँडा सिनहरू चाहिँ सेम नेपालको जस्तै थियो। त्यसपछि हामी सबैजनाले एकछिन ब्रेक लियौँ खाजा खानको लागि अनि फेरि हामीले हाम्रो यात्रा कन्टिन्यू गऱ्यौँ। फेरि हामी गाउँदै नाच्दै इन्जोय गर्दै हामी हाम्रो गन्तव्यतर्फ गइरहेको छौँ। आशिकिता सिसाइड जेन्डर पार्क आइपुग्ने बेला समुद्रको भ्यू यति राम्रो देखिरहेको थियो। त्यसपछि हामी फाइनल्ली आशिकिता सिसाइड जेन्डर पार्क आइपुग्यौँ। हामी सबै यो गेम खेल्नको लागि एकदमै एक्साइटेड थियौँ। ढिला नगरिकन हामी टिकट काट्नतर्फ लाग्यौँ। अनफर्चुनेटली टिकट काट्ने ठाउँमा यति लामो लाइन थियो, त्यही माथि यति चर्को घाम। हामी गोल्डन विकमा आएको भएर एकदमै भिड थियो, नत्र भए अरू टाइममा खासै भिड हुँदैन। हामीले हाम्रो टर्न कोर्यौँ, आउँदै आएन। त्यसपछि हामीले यो गेम खेल्नको लागि क्यान्सल गऱ्यौँ। त्यसपछि हामी सिसाइडतर्फ लाग्यौँ। पहिलाभन्दा यो पालि एकदमै मान्छेहरू देखिरहेको थियो। अहिले गोल्डन विक भइरहेको कारणले गर्दा फ्यामिली भएर यो सिसाइडतिर रमाइलो गरिरहेको थियो। बच्चाहरूले पनि एकदमै इन्जोय गरिरहेको थियो। हामी गोल्डन विकको बेला घुम्न गएको थियौँ मे 5 मा, तर यो भिडियो चाहिँ आज मे 19 मा भोइस ओभर गर्दैछु। जे जस्तो भयो नि, गेम खेल्न नपाए पनि सिसाइडमा गएर इन्जोय गरेँ। यसो फोटोहरू पनि खिचेँ, भिडियोहरू पनि गराएँ अनि त्यसपछि घर फर्केँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। ओके, बाई।